हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि मैले भिडियो लिएर आइसकेको छु। मैले चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ क्रप टप बुनेको छु। यदि हजुरहरू पनि सिक्न चाहनुहुन्छ भने चाहिँ मेरो भिडियो आएर हेरेर राम्ररी सिक्न सक्नुहुनेछ। र मेरो युट्युब च्यानलमा चाहिँ हजुरहरू नयाँ हुनुहुन्छ भने चाहिँ अवश्य पनि सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै अब म भिडियो सुरु गर्छु। हामीसँग चाहिँ क्रुस हुनुपर्ने हुन्छ। त्यसपछि हामीले चाहिँ अब यहाँनिर स्टार्ट गर्नुपर्ने हुन्छ। हामीले चाहिँ सुरुमा यो म्याजिक वाला गाँठो बनाउनु पर्ने हुन्छ है। अनि त्यसपछि हामीले म्याजिक वाला गाँठो बनाइसके पछाडि हामीले 17वटा चेन लिन्छौँ हैन। हजुरले कत्रो बनाउनुहुन्छ 16 चेन लिँदा पनि हुन्छ। अनि 17 चेन लिँदा चाहिँ किन भन्दाखेरि मैले चाहिँ XL बनाउन आँटेको। तपाईहरुले चाहिँ डबल XL गर्नुभयो भने त्यही अनुसारले बढाउनु होला। XL बनाउनुहुन्छ भने त्यही अनुसारले घटाउनु होला है। हामीले चाहिँ म चाहिँ यहाँनिर अब 17 चेन लिन्छु है। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 चेन लिइसकेपछि चाहिँ हामीले यो 1 चेन छोडेर हामीले 2 चेनमा सिंगल क्रुसले बनाउनु होला। अनि फेरि यहाँ पनि सिंगलै, अनि त्यसपछि फेरि पनि सिंगल गर्दै जाने। हामीले यो चाहिँ यहाँसम्म बुनेर म देखाउँछु है हजुरहरुलाई। यहाँसम्म बुनेपछि म हजुरहरुलाई देखाउँछु है। मैले चाहिँ यहाँनिर लास्ट चेन बाँकी छ। लास्ट चेनमा चाहिँ के गर्ने भन्दाखेरि चाहिँ हामीले यहाँबाट सिंगल क्रुस 3 चोटी चाहिँ तान्नुपर्छ है। 1 फेरि तान्ने 2 3। अब हामीले अघि कसरी हामीले यता गरेको थियौं, अब यतापट्टि पनि त्यसरी नै बुन्ने है। यहाँदेखि यहाँसम्म फेरि त्यसरी नै बुन्ने है। हेर्नु है, हजुरहरूले चाहिँ यो भिडियो हेरेर सिक्न सक्नुहुन्छ। मजाले मैले किन भन्दाखेरि चाहिँ मैले स्लोमा देखाएको छु, अरूले एकदमै फास्टमा देखाउनुहुन्छ नि। मैले चाहिँ एकदमै स्लोमा बुनेको छु, सायद भिडियो लामो हुन्छ होला। यसरी नै बुन्दै जानु होला। म अब यहाँनिर बुनेपछि हजुरलाई देखाउँछु है। हाम्रो चाहिँ यहाँनिर लास्ट चेन बाँकी छ। लास्ट चेन चाहिँ यहाँबाट लगेर यो पनि सिंगल क्रुसमै गर्नु होला। अनि त्यसपछि हामी अब फेरि यसलाई घुमाउँछौँ है। हामी यसलाई घुमाएपछि हाम्रो फेरि यहाँदेखि स्टार्ट हुन्छ यस्तै है। फेरि यहाँ स्टार्ट हुन्छ। यसरी नै सिंगल क्रुस गर्दै हजुरहरूले बुन्न सक्नुहुन्छ। यसरी सिंगल क्रुसले बुन्दै गएपछि हाम्रो फेरि अब यहाँसम्म मैले यसरी बुने। अब फेरि हजुरहरूले हेर्न सक्नुहुन्छ अघि जुन हामीले यहाँ 3टा तानेको थियौं नि, त्यसको सुरु भागबाट चाहिँ मैले चाहिँ त्यो राखिन। हजुरहरूले थाहा पाउनुहुन्छ होला सायद। जस्तो कि अब 1 2 3 यो 3 वटा भएको ठाउँबाट चाहिँ जुन यो बीचको छेउको भाग हुन्छ त्यहाँबाट चाहिँ हामीले 2 तान्दिने है। यहाँबाट चाहिँ हामी 3 तान्छौँ है। 1
2 हामीले यहाँबाट तान्यौँ 3 फेरि यहाँबाट त्यसरी नै हामी बुन्दै यसरी नै बुन्दै हामी जान्छौँ। जति यहाँबाट यसरी बुन्दै 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 फेरि हामी यहाँ गएर फर्किनु पर्ने हुन्छ है। हामीले अघि गरे जस्तै अब अन्तिम चाहिँ हामीले यहाँबाट यस्तो योबाट घुमाएर जुन हामी घुमेको ठाउँ थियो त्यहाँबाट घुमाएर हामी फेरि यति बुनिसकेपछि हामीले फेरि यता घुमाउनु पर्ने हुन्छ। यसरी घुमाउँदै जाने बुन्दै जाने यसरी बुन्दै जाने। हजुरहरूले चाहिँ अन्तिमसम्म हेर्नुभयो भने चाहिँ हजुरहरूलाई मजाले आउनेछ। यसरी बुन्दै गएपछि चाहिँ हाम्रो चुच्चो चाहिँ माथि हुन्छ। यो हाम्रो तलको स्ल्याब चाहिँ यो यसरी बस्छ है। यसरी बुनिसकेर अब म बुनिसकेर देखाउँछु है। यो चाहिँ अघिबाट यति भएको छ। अब फेरि हामीलाई यसरी मैले चाहिँ यहाँ जोडिसकेँ हैन। अनि यो चाहिँ हजुरहरूले चाहिँ यहाँबाट चाहिँ बुन्दाखेरि 1 2 3 4 5 वटा मात्रै लाउन पनि सक्नुहुन्छ। अब हजुरहरूलाई लाउँदा कतिको कम्फर्टेबल हुन्छ त्यो अनुसारले बनाउनु होला। अनि त्यसपछि मैले यहाँनिर चाहिँ बन्द गरिदिएको छु। हजुरले बन्द नगरिकन लाउन पनि सक्नुहुनेछ। अनि मैले यसरी चाहिँ अब यहाँनिर चाहिँ हामीले यहाँबाट चाहिँ तुना लाउनु पर्ने हुन्छ। अनि यतिको बुनिसकेको छु। अनि अब हामी फेरि यहाँबाट हामीले तुना लाउन सुरु गर्छौँ है। यसको लागि चाहिँ हामीले फेरि अलरेडी एन्ड धागो बनाउनु पर्ने हुन्छ। धागो चाहिँ हामीसँग मैले फेरि हामीले चाहिँ यहाँ धागो यसरी बनाउनु पर्ने हुन्छ। अब म बनाएर देख। अब चाहिँ हामीले फेरि यो फेरि यो पछाडि तुनाको लागि यसरी बनाउनु होला। हजुरहरूले सानो बनाउँदा पनि हुन्छ। अब मैले चाहिँ यो ठुलो बनाएँ किन भन्दाखेरि चाहिँ जति ठुलो त्यति खप्छ, मतलब तन्किँदैन खासै। त्यही भएर मैले चाहिँ हजुरहरूले कतिको हजुरहरूलाई राम्रो लाग्छ त्यतिकै बनाउनु होला। मैले चाहिँ 2 3 4 5 6 7 8 9 10 हजुरहरूले चाहिँ साइज अनुसारले बनाउन सक्नुहुन्छ है। फाइनली हेर्नु होला, मैले चाहिँ यो जोडिसकेँ है। अब मेरो यहाँनिर स्टार्ट हुन्छ। अब अर्को
अर्को अब यहाँ माथिदेखि चाहिँ यहाँदेखि यहाँनिर यहाँदेखि यहाँ क्रस हुन्छ कि अब सिधा हुन्छ थाहा भएन है मलाई। अब चाहिँ फेरि यहाँबाट चाहिँ मैले चेन लिनुपर्ने हुन्छ। यहाँबाट फेरि चेन लिएर हजुरहरूले कतिको लामो छोटो बनाउनुहुन्छ त्यो अनुसारले लिन सक्नुहुन्छ। 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 म यो बुनिसकेर देखाउँछु। मैले चाहिँ यहाँनिर बुनिसकेँ हैन। सो अनि हजुरहरूले चाहिँ मैले बुनेको चाहिँ किन देखाइन, त्यो जोडेको किन देखाइन भन्दाखेरि चाहिँ अलिकति म बिजी भएँ। त्यो भएको कारणले गर्दाखेरि मैले देखाउन पाइनँ। मैले चाहिँ यस्तो क्रसवाला बनाएको छु, यसरी क्रसवाला बनाएको छु। अनि पछाडि चाहिँ मैले यस्तो बनाएको छु है। यो चाहिँ तुना भयो। यो चाहिँ हाम्रो पछाडिको भाग रहेको छ, यो पछाडिको भाग। अनि यहाँ माथि मैले चाहिँ यसरी क्रस बनाएको छु। हजुरहरूले यहाँदेखि सिधा यहाँ पनि जोड्न सक्नुहुन्छ। अनि मैले चाहिँ यहाँबाट चाहिँ मैले यहाँ जोडेको छु, यहाँबाट यहाँ जोडेको छु। यसरी नै हजुरहरूले पनि बुनेर लाउन सक्नुहुनेछ। आफ्नो लागि चाहिँ आफूले आफैलाई बुनेर लाउनु चाहिँ एकदमै सजिलो, एकदमै कम्फर्टेबल हुन्छ है।